यस्तो गरिरहेछ गाइज के हो गाइज अब ऊ पृथ्वी ध्वस्त हुन बेर छैन है गाइज त्यही भएर ऊ चिन्न सक्नुहुन्छ एउटा हाम्रो यो माडे हो गाइज हैन माड चाहिँ धेरै केटीहरू बिगारिसकेको छ यसको छेउछाउमा नपर्नु होला हैन गाइज गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल आई होप म पनि सन्चै छु जोस् तपाईँ पनि सन्चै आरामै हुनुहुन्छ होला गाइज आज चाहिँ टक्क लाएर म यतातिर आएको छु हैन टक्क आजको मौसम यस्तै छ गाइज हैन अलि हावा चलिरहेछ हैन अलि त्यही हो हल्का हल्का तुवाल गरिरहेछ अलि त्यस्तो खासै केही नै देखिरहेछ हैन हेनेर पुग्छन् खेत हैन गाइज हेनेर केले सिमीहरू लगाएर छन् सो त्यही न गाइज हैन म चाहिँ आज यसो माथि डाँडातिर जाउँ कि भनेको हैन यसो डाँडातिर गएर गाइज चिसो हावा खाउँ कि भनेको ल लेसी गाइज हेर्नुपर्छ हैन सो गाइज त्यही नै हैन हिँड्दैछु टक्क लाएर तपाईँलाई एउटा खतरा चिज देखाउँछु है म हेरेर के छ भनेर देख्न सक्नुहुन्छ क्या है गाइज ये देखो न देखो ये है गांजा है गाइज गांजा है इधर क्या है इधर पानी है गाइज हैन सो त्यही नै देख्न सक्नुहुन्छ यतातिरको स्थिति टक्क लाएर यहाँ यस्तो छ गाइज यो ट्याङ्की चाहिँ हामीहरूले बनाएको हैन हामी हेरेर आएको छौँ हैन जोस हेरेर योदेखि 3वटा बाटो छ हैन यहाँनिरदेखि यता गोइरीको गाउँतिर यता लयटातिर यता तल सोतीतिर जान्छ हैन सो त्यही न गाइज हैन त्यहाँ पारि कसले आगो लगाइदिएछ हैन देख्न सक्नुहुन्छ हैन पुरा आजभोलि त आगो गइहाल्छ गाइज यो आगोले जङ्गल नष्ट गर्यो गाइज जोस त्यही न गाइज हैन आगो यस्तै छ हैन हामी हेरेर आएको छौँ हैन यो गुतालगाउँको तिरेनाको डाँडानेर हैन दामीसँग हैन देख्न सक्नुहुन्छ आजभोलि यहाँ चौतारी बनेको छ यस्तो दामी छ हैन गाइज हैन सो त्यही नै हैन यहाँबाट यिनी तीर छन् के अरे गाइज यिनी तीर के भन्छन् है जाजरकोटका जक्तिपुरा राजाले तीर हाने आउनु भन्ने कुरा छ के अरे गाइज यन्ना तीर त कहाँ हान्न सक्यो होला हैन त्यही पनि यस्तो गफ होला हैन तल देखिन्छ हाम्रो गोइरी गाउँ हैन गाइज दामीसँग आजभोलि तल लागि खासै भ्यू देखिँदैन त्यही न गाइज हैन आजभोलि खासै केही छैन कि यार कता घुम्ने पनि छैन भलक क्या बनाउने भन्ने पनि लाग्छ क्या त्यसो खासै भलक पनि बनाइन्न हैन त्यसो भलक आउँछ बिस्तारै आउँछ त्यो टुलीहरू वेट गर्नु पर्छ गाइजहरू हैन हामी हेरेर आएको छौँ हैन टक्कलाई मन्दिर सन्दिर रहेछ हैन टक्कलाई मन्दिर रहेछ हैन हेरेर पनि मन्दिर छ हैन सो त्यही न दामी हो हैन गाइज यसो घुमफिर गरौँ हैन घर बस्नुभन्दा नि भनेको यार त्यही न भने गाइज यार आजभोलि मौसमले यस्तो गरिरहेछ कि यार हिजोभन्दा पनि आज झन् बढी भाग तुवाल गरिरहेछ कि यार हिउँसु केही देखिँदैन गाइज यार पुरै कुहिरो लागिरहेको जस्तो हैन टक्कलाई नै के गरिरहेछ जस्तो के हैन भ्यूसिउ केही देखिँदैन कि गाइज किन गरिरहेछ मौसमले यस्तो यार भन्ने गर्छन् नि गाइज यार पृथ्वी ध्वस्त हुन बेर छैन भन्छन् नभन्दै हो कि भन्ने लाग्छ जहाँसम्म मलाई हैन त्यो त थाहा भएन हैन टक्कल हैन त्यही न गाइज चाहिँ सूर्य पनि जान आँटिसकेको छ यहाँनिर गइसकेको छ सूर्य हैन त्यही न हैन गाइज त्यहाँको आगो त पुरै ऊ खाइसकेको छ यार जङ्गलै खाइसकेको छ यार देख्न सक्नुहुन्छ तपाईँ पनि ओ माई गड के हो यस्तो यार यो आगो लगाउने मान्छेलाई चाहिँ तर कारबाही चाहिँ गर्नैपर्छ यार यस्तो त गर्नु भएन नि हैन आजभोलि झन् एक त तुवाल गरिरहेछ हैन यस्तो बेला यस्तो गर्नु त भएन गाइज हैन तर म पनि भन्न चाहन्छु तपाईँहरू पनि यस्तो नगर्नुहोस् हैन कतै चुरोट खानुहुन्छ भने के गर्नुहुन्छ चुरोट अलि राम्रोसँग लिबाउनुहोस् हैन सलाई लाटेर जता पाए उतै नफाल्नुहोस् त्यही नै हो भन्न चाहन्छु म यस्तै छ स्थिति गाइज हैन यता गुतालगाउँको यता तिरेना भन्ने ठाउँतिर आएको हैन सो त्यही नै होइन तपाईँलाई म चाहिँ यहाँदेखि हाम्रो घर देखाउँछु हैन हामी चाहिँ कहाँदेखि आएको भन्ने अहिले तपाईँलाई देखाउँदैछु म हैन टक्कलाई दामीसँग देख्न सक्नुहुन्छ त्यहाँ तल त्यहाँ तल केही देखिरहेको छैन कि हाम्रो घर यार यहाँनिर फेरि हल्का हल्का गएर हाम्रो गाउँ देखिरहेछ यस्तै गाइज हैन खासै हिउँसिउ केही देखिरहेको छैन हैन यस्तै तुवालले गर्दा हैन सो त्यही नै होइन गाइज यस्तो हैन भलकलाई साथ सपोर्ट गर्नु हैन यस्तै छ गाउँतिरको स्थिति हैन हामी दामीसँग हैन त्यहाँ एउटा केटाले भलक बनाउँदैछ हैन गाइज ऊ चिन्न सक्नुहुन्छ एउटा हाम्रो यो माडे हो गाइज हैन माडेको जन्म भइरहेछ जोस माडे हो गाइज हैन यसले चाहिँ धेरै केटीहरू बिगारिसकेको छ यसको छेउछाउमा नपर्नु होला हैन गाइज त्यही नै भन्न चाहन्छु म के अब यो खतरै हो 1 नम्बरको अलि बोका हो जस्तो हो भन्नु हैन सो त्यही नै हो गाइज हैन देख्न सक्नुहुन्छ त कलाएर दामीसँग हैन यस्तो त राम्रै छ जोस् हैन ठिकै छ यस्तो सूर्य दामी गरिरहेको छ गाइज यस्तो बेला भिडियो बनाउने एउटा दामी हुन्छ हैन सो त्यही न गाइज अब बिस्तारै बिस्तारै घरतिर लाग्ने होला हैन यतातिर आइयो यसो घर बस्नु भन्दा पनि हैन घुमफिर गरियो हैन सो त्यही न गाइज हैन भलक हेर्दै गरौँ गाइज चाहिँ हामी हेरेर आइरहेको छौँ हैन टक्कलाएर दामीसँग सो त्यही नै होइन गाइज हैन यस्तै स्थिति तल छ ढुङ्गा खानी हैन टक्कलाएर
त्यहाँ धल्ला पुल छ गाइज होइन अस्ति हामी त्यो भिडियो सुट गरेको सो त्यही नै गाइज होइन हामी यस्तो पाराले यतातिर धप्पसँग छैन सूर्य यस्तो गरिरहेछ गाइज के हो गाइज अब ऊ पृथ्वी ध्वस्त हुन बेर छैन है गाइज त्यही भएर गरिरहेको छ यो सूर्यले यस्तो म त्यही भन्न चाहन्छु तपाईँहरू सचेत रहनु है पृथ्वी ध्वस्त हुनसक्छ गाइज यस्तै हो होइन स्थिति दामीसँग सो गाइज अहिले चाहिँ हामी यहाँनिर आइगयौँ होइन जोस् घरभन्दा अलि हल्का यता आइसकेका छौँ जोस् हाम्रो गाउँदेखि तल्ल्याएर आइसकेका छौँ यहाँदेखि अब घरतिर जान्छौँ होइन टक्कलारे बाटो जाने आजभोलि यतातिर हरियाली पला छ होइन सो त्यही न गाइज होइन ऊ यहाँ पारेर चाहिँ ढुङ्गे खानी छ होइन सो त्यही न गाइज होइन यस्तै छ यतातिरको स्थिति आयो सो अब भिडियो धेरै लामो पनि बन्न सकेन गाइज होइन भिडियो कस्तो लाग्यो होइन अब त्यो भिडियो राम्रो ल्याउने प्रयास गर्दैछु अब भनिन्छ गाइज तर भिडियो ल्याउन सकिएन कि होइन गाइज यस्तै हो भिडियो होइन यतातिरको सो त्यही नै गाइज होइन भिडियो राम्रो नराम्रो लागेमा कस्तो छ होइन कमेन्ट गर्न चाहिँ नभुल्नु होला अर्को योभन्दा न्यू भिडियो अलिक खतरा भिडियो ल्याउने प्रयास गर्नेछु गाइज हस् त थ्याङ्क्स फर वाचिङ हस् त बाई